आजको हाम्रो यात्रा छ कागेश्वरी, मणिचुद्ध र धापध्यामको। तपाईँ हेर्न सक्नुहुन्छ आजको दिन पनि एकदम घमाइलो, एकदम रमणीय छ। यो यात्राको क्रममा देखिएका दृश्यहरू कैद गरिरहेको छु, हेर्नुहोला। यो हामी गागलफेदीको बाटो हुँदै गइरहेछौँ। बाटो एकदम राम्रो छ, पिच छ। तपाईहरू आउन सक्नुहुन्छ सहज तरिकाले। छुट्टीको दिनमा तपाईहरू कहीँ जाने प्लान गर्नुभएको छ भने यो गर्मीको समयमा आउनुहोला। यस्तो दृश्यहरू हेर्दै रमणीय ठाउँ छ। यो यात्रा क्रममा देखिएका दृश्यहरू, बाटोहरूको नै अवस्था हेर्नुहोला, राम्रै छ ल। माथि भ्यू, माथि हामी गागलफेदी माथि डाँडाबाट पुगेपछि देखिएको काठमाडौँको दृश्य। अहिले हामी हाइटमा छौँ। यताबाट देखिएको काठमाडौँ दृश्य हेर्नु होला हजुर। एकदम रमणीय छ, एकदम रमाइलो छ गागलफेदीको यात्रा। सुन्दर दृश्यहरू। हामी यो शिवपुरीको बाटोबाट आएको हो। शिवपुरी वन्यजन्तु आरक्षकबाट टिकट काटेर भित्रको बाटो हो। यो शिवपुरी वन्यजन्तु आरक्षकको बाटो हो। जङ्गलभित्रको बाटोहरू अफरोड भए पनि रमाइलो छ। जस पानी नपरेको हुनाले बाटो ठिकै भयो। त्यहीमाथि आज शनि सार्वजनिक बिदा भएको कारणले गर्दा बाटोमा मान्छेहरू भेटिरहेको थियो। दिन पनि घमाइलो थियो। अनि यो चाहिँ हामी मणिचुद्ध जाने बाटो हो। मणिचुद्ध जाने बेलामा चाहिँ टिकट काटेर हामीहरू 15 मिनट जति हिँड्न पर्छ र बाटोमा खिचिएको केही दृश्यहरू, बाटोहरू सिँढीहरू बनाएर राम्रो बनाइरहेको छ। अनि शाखा धवको टाइम भएर पनि होला यहाँ मान्छेहरू अलि भिडभाड देखिएको थियो। सुन्दर शान्त ठाउँमा आइयो। रमाइलो दृश्यहरू हेर्नु होला। आज पब्लिक होलिडे भएको कारणले गर्दा पनि मान्छेहरूको भिडभाड देखिरहेको थियो। मणिचुद्ध जाने नजिकै पुग्दाखेरि बाटोहरू चाहिँ ढलान बाटो थिएन, फ्ल्याग्सहरू थियो बाटोमा। रमाइलो थियो यात्रा। जङ्गलको यात्रा पार गर्दै गइसके पछाडि मणिचुद्ध पुग्न हामी लाग्यौँ। हेर्नु होला मणिचुद्धको यो फर्स्टमा चाहिँ यो फ्ल्याग्सहरूको टाङ्गिएर एकदम रमाइलो ठाउँ बनाइरहेको छ। मान्छेहरू फोटो र भिडियोहरू बनाउँदै थिए यहाँ। हामी पनि यसो फोटो भिडियोहरू बनायौँ। तर रमाइलो ठाउँ थियो, शान्त जङ्गलको बिचमा, आनन्द, पिसफुल। हेर्नु होला मान्छेको भिडभाड र झन्डाले गर्दाखेरि पनि कति रमाइलो भइरहेको थियो। यस आजको छुट्टी एकदम रमाइलोसँग बिताइयो। नयाँ ठाउँ गइयो। यात्राले नै मान्छेहरूलाई मनोरञ्जन दिन्छ। हेर्नु होला यो त मणिचुद्ध होइन, दहभन्दा अलि अगाडिपट्टिको जङ्गल हो, पार्क हो। अब हामी यहाँबाट मणिचुद्धतिर लाग्दैछौँ। यो चाहिँ अब मणिचुद्ध जाने क्रममा मान्छेको भिडभाड टन्नै थियो। हेर्नु होला छुट्टीको दिन परेको हुनाले। यो चाहिँ पानी खाने पँधेरो मणिचुद्ध आइपुग्यो। हेर्नु होला तपाईँहरू पनि छुट्टीको दिनमा आउनु होला। कोलाहाल र घामबाट यसो गर्मी छल्नको लागि पनि आउनु होला। ठाउँ एकदम रमाइलो छ, रमणीय छ। पानी पनि खाइयो। एकदम चिसो पानी थियो, मुहानको पानी फ्रेस
वाटर। अनि बाटोमा आउँदै फेरि काफलहरू पनि भेटियो, जङ्गलको बिचमा काफलहरू पनि खाइयो। हेर्नु होला, एकदम रमाइलो थियो, घमाइलो थियो। हेर्नु होला गाइज, तपाईँहरू पनि फ्यामिलीहरूसँग यसो होलिडे, साथीभाइहरूसँग होलिडे मनाउनको लागि, छुट्टी मनाउनको लागि आउँदा हुन्छ। अब यसबाट हामी लाग्यौँ धाप ड्याम जानेतर्फ। धाप ड्याम जाने क्रममा देखिएको यो सुन्दर दृश्य, ऊ तल इन्द्रेणी पनि लागिरहेको छ, त्यताबाट मेलम्ची देखिएको होला, सायद मेलम्ची गाउँ। अब हामी हेर्दै हेर्दै धाप ड्याम पनि आइपुग्यौँ। धाप ड्याममा देखिएको हेर्नुहोस् हजुर दृश्यहरू कति रमाइलो छ, शान्त धाप ड्यामको दृश्य, वरिपरिको दृश्यहरू हेर्नुहोस्, शान्त छ, रमाइलो छ। आउनु होला। एउटा यात्रा रह्यो, यात्रा एकदम रमाइलो रह्यो, अविस्मरणीय नै रह्यो, सुन्दर ठाउँमा। आउनु होला दर्शक हजुरहरू पनि, घरमा बसेर मोबाइल हेरेर बस्नुभन्दा आउनु होला, यसो नयाँ ठाउँमा एक्सप्लोर गर्नु होला र यात्राले मान्छेहरूको नलेज पनि बढाइन्छ। हामी धाप ड्यामको यात्रा सकिएर अब घर फर्किँदै गर्दाखेरि बाटोमा देखिएको दृश्यहरू हेर्नु होला। बाटोहरू पनि 90% बाटो सबै राम्रै छ, अब 10% हल्का त्यो वन्यजन्तु आरक्षभित्रको बाटो मात्र हो राम्रो, अरू बाँकी सबै बाटाहरू राम्रै छन्। बाटोमा पनि मान्छेहरू फोटोहरू खिच्ने, भिडियोहरू बनाउने क्रम जारी नै थियो। हामी पनि जाँदाखेरि बाटोमा भिडियो गर्दै आयौँ। एकदम रमणीय दृश्य, सुन्दर बाटो। हेर्नु होला गाइज, बौद्ध जस्तै स्तूपा पनि बनाएर रहेछ बाटोमा, गावेल फेदीको बाटोमा। अब हामीहरू यो बाटो चाहिँ साँखुको वज्रयोगिनी निक्लिने बाटो हो। यो वज्रयोगिनी हुँदै साँखु हुँदै हामीहरू फर्किरहेका थियौँ। त्यही क्रममा देखिएको दृश्य हो। यस्तो राम्रो दृश्यहरूलाई यसो कैद गरौँ भनेर भिडियो खिच्यौँ। हेर्नु होला गाइज, कतिको रमाइलो छ। आउनु होला समय मिलाएर, यात्रा क्रम जारी नै छ हाम्रो। यतिको बाटो भएपछि सहज त हुने भइहाल्यो नि। आउनु होला तपाईँहरू, आफ्नो साधनहरू सजिलै आउन सकिन्छ। अफरोड बाटो धेरै छैन र हाइकिङ गर्न जानुहुन्छ, हाइकिङबाट जानुहुन्छ भने तपाईँहरू सुन्दरी जलदेखि जान मिलिहाल्यो। हामी चाहिँ मोटरसाइकलबाट, स्कुटरबाट गएको भएर हामीहरू यो बाटोबाट आयौँ, यसो घुम्दै पनि आयौँ। यो हामी साँखु बजार झर्ने क्रममा देखिएको दृश्य हो। हेर्नु होला गाइज, तल देखिएको चाहिँ साँखु बजार हो। हस् त, आजको भ्लग यति नै।